देशमा गएर हैन अब ऋणमा डुब्नु भन्दा अर्काको पैसा विदेश जानु भनेको त अर्काको पैसा अरूलाई कमाइदिने जस्तो हो नि त हैन। तर तपाईले आफ्नै भूमिमा बसेर आफ्नै परिवारसँग बसेर आफ्नो अब छोराछोरीसँग बसेर हैन बाउ आमासँग बसेर यति कमाउनु भनेको त के राम्रो खुसी कुरा होइन त। मान्छे रमाइलो पनि हुने रहेछ। अब यो कृषि गरिसकेपछि एक त अब बिरुवाहरुसँग रमाउने, माटोसँग रमाउने, एउटा शरीर अब हेल्थको विषयले पनि अब स्वास्थ्य हैन स्वास्थ्य भइने रहेछ। अब टाइम सजिलो बित्ने, माटोसँग खेल्दाखेरि शरीर पनि स्वास्थ्य भने, बिरुवाहरुसँग खेल्दा पनि शरीर स्वास्थ्य भने, मैले त्यो खालको चाहिँ अनुभव गरे। तालिम लिनु पर्दैन, लिनु परेन है। अघि मैले भने नि जहाँ समस्या त्यहाँ समाधान हुन्छ। हामी एउटा चिन्तन त लिनुपर्छ। चिन्तन लिइसकेपछि त्यसको समाधान स्वयं आफै कसले त त्यस्तो लाग्छ नि त हैन। मैले झारो खुले भनेदेखि त्यो झार पातहरू के काटे भनेदेखि त्यो निरोगी हुन्छ बिरुवा भन्ने खालको त्यो कन्सेप्ट आउँछ क्या। त्यस्तो भइसकेपछि आज मैले यति काम गरेँ भनेदेखि त बिरुवा स्वास्थ्य हुन्छ भन्ने खालको त कन्सेप्ट बस्छ नि त दिमागमा। हेलो, जय मङ्गोल, जय मूलवासी, देश तथा विदेशमा रहनुभएका सम्पूर्ण साथीहरूलाई चाहिँ मेरो फिगुरी अनलाइन टिभीमा स्वागत गर्न चाहन्छु। आज हामी चाहिँ फिगुरी अनलाइन टिमको चाहिँ हामी टोखामा छौँ। आज हामी चाहिँ यो गोलबेडामा चाहिँ हाम्रो साथीले गर्नुभएको छ, शान्तिराम राई। यस्तो खाइलाग्दो छ आमामा गोलबेडा है। म चाहिँ आज यहाँ चाहिँ ठाउँ चाहिँ यसो घुम्न आएको है। उहाँको फर्ममा हुनुहुन्छ र हामीसँग पनि हुनुहुन्छ उहाँ शान्तिराम राईज्यू। स्वागत छ तपाईँलाई। ल धन्यवाद हजुर। मेरो जय मङ्गल जय मूलवासी युट्युब च्यानलमा हजुर। तपाईँले चाहिँ धेरै समयदेखि चाहिँ यहाँ कति वर्ष भयो तपाईँले यो गोलबेडा फर्म गर्नुभयो? मेरो भयो होला 76 सालमा आएको। 76 साल, 77, 78, 79, 6 वर्ष भयो। 6 वर्ष भयो। ल उहाँले 6 वर्ष भइसक्नु भएको छ है। यो निरन्तरता यही व्यवसायमा निरन्तरता छ। अब एउटा कुरो छ नि शान्तिरामजी होइन, तपाईँले त अब यो फर्म पनि गरिरहनु भएको छ होइन। अब हेर्नु न, अब यत्रो धेरै होइन, अब कोही त उता छेउछेउमा पागिरा पनि छ होइन। अनि तपाईँले यो काम गर्दा गर्दै पनि सङ्गठनमा पनि एकदम लागिरहनु भएको छ होइन। तपाईँ त एउटा व्यवसाय पनि हो होइन। अनि म एउटा कुरो के सोध्न चाहन्छु भने के छ, अब यो गोलबेडाले तपाईँले वार्षिक कति आम्दानी गर्न सक्छ? यो चाहिँ सोधिहाल्यो होइन, मिल्छ कि मिल्दैन के? मिल्छ। कति रोपनी हो यो? खास कति रोपनी हो यो? नमिल्ने भन्ने कुरो हुन्न। यो चाहिँ अब भाउ आएछ भनेदेखि लगभग धेर जग्गा त छैन होइन। कति रोपनी? लगभग 2.5 रोपनी छ। 3 देखि 4 लाखसम्म भाउ आएछ भनेदेखि। भाउ आएन छ भनेदेखि त्यसको त्यो छैन, त्यो कति अब यति नै भन्नु छैन। मान्छे खाइलाई परिवार पालेर त्यति बच्छ होइन। यो त यो बसी बिहाल हो। बसी बिहाल होइन। तपाईँले यस्तो हुन्छ, तपाईँको विदेशमा गएर होइन अब ऋणमा डुब्नु भन्दा अर्काको पैसा विदेश जानु भनेको त अर्काको पैसा अरूलाई कमाइदिने जस्तो हो नि त होइन। तर तपाईँले आफ्नै भूमिमा बसेर आफ्नै परिवारसँग बसेर आफ्नो अब छोराछोरीसँग बसेर होइन बाउ आमासँग बसेर यति कमाउनु भनेको त के राम्रो खुसी कुरा होइन त। मान्छेले मरेर लानु केही छ त भन्नु न। सङ्घर्ष नि त, भोलि तपाईँले यो बढ्छ होइन, पैसाले नि बढिरहन सक्छ होइन। यो अब नेपालमा अब के गर्ने र, अब एउटा व्यवसाय नगरिकन काठमाडौँमा बस्नु टिक्नु गाह्रो छ होइन। अनि तपाईँले यसरी गर्नुभएको छ होइन। अब के छ त, अब तपाईँले यसरी व्यवसाय गरिरहनु भएको छ, अरूलाई कुनै त्यस्तो तपाईँबाट कुनै प्रेरणा मिल्छ कि के छ? अरूलाई के सन्देशहरू दिनुहुन्छ कि के छ तपाईँ? प्रेरणा मेरो के छ भने उहाँहरूलाई चाहिँ के सुझाव छ भने कति साथीहरूलाई, विदेश जाने साथीहरूलाई विदेशमा ऋण काटेर गइन्छ। अब ऋण आफ्नो पैसाले हो भने ठिकै छ, ऋण काटेर जाँदाखेरि त बिजोग छ। आफ्नो पैसाको पनि त ब्याज त हिसाब गर्नु पर्यो नि त होइन। के हो आफ्नो देशमा अब दुःख सुख जति जे छ अलिअलि ऋण गरेर गर्दा पनि लगभग समयले साथ दिएछ भने सम्भव छ। त्यसो पनि विदेशमा गएर अरूको चाहिँ भनाइ खानु, हेपाइ खानु भन्दा आफ्नो देशमै दुःख गर्ने, देशमै सङ्घर्ष गर्नुपर्छ, दुःख गर्नुपर्छ भन्ने चाहिँ उहाँ सन्देश दिन चाहन्छु। है साथीहरू, अब उहाँले त्यही भन्नुभएको छ होइन। अब तपाईँहरूले पनि अब होइन आफ्नै नेपालमा बसेर दुःख गर्यो भने होइन मरेर लानु केही पनि छैन होइन सर।
होइन। अब उहाँले अब 2-3 रोपनी जग्गामा वार्षिक 3-4 लाख, ल 3-4 लाखको कुरै नगरौँ न होइन, 1 लाख 2 लाख ल 1 लाख बच्यो होइन, परिवारसँग बसेर 1 लाख वार्षिक 1 लाख बच्यो भने 2 रोपनीको ठाउँमा 4 रोपनीमा काम गर्नुहोस् होइन, 6 रोपनीमा काम गर्नुहोस्, 10 रोपनीमा काम गर्नुहोस् होइन। भोलि गोलबेडा मात्रै राख्नुपर्छ भन्ने छैन, अरू पनि छ होइन। नेपाल एउटा कृषि प्रधान राष्ट्र त्यसै पनि हो होइन। अनि तर एउटा कुरो शान्तिरामजी होइन, तपाईँले यो के गोलबेडा यसरी गर्नुपर्छ भन्ने प्रेरणा चाहिँ कहाँबाट मिल्यो तपाईँले? होइन, यो जहाँ समस्या छ त्यहाँ समाधान हुन्छ कि त्यो। अब म जब कि विदेशबाट अब आइसकेपछि नेपालमा के गर्ने त, केही छैन। अब मिस्त्री अब केही घर बनाउने सिकु भने त्यो पनि अब त्यति मेरो त्यो चाहिँ इच्छाभित्र परेन मेरो होइन। अब केही अब अलिकति लगानी लाएर व्यवसाय गरौँ अनि त्यस पछाडि आफ्नो काम गरौँ भन्ने चाहिँ लाग्यो। अनि जो रमाइलो पनि हुने रहेछ। अब यो कृषि गरिसकेपछि एक त अब बिरुवाहरूसँग रमाउने, माटोसँग रमाउने, एउटा शरीर अब हेल्थको विषयले पनि अब स्वास्थ्य होइन, स्वास्थ्य भइ नै रहेछ। अब टाइम सजिलो बित्ने, माटोसँग खेल्दाखेरि शरीर पनि स्वास्थ्य भने, बिरुवाहरूसँग खेल्दा पनि शरीर स्वास्थ्य भने, मैले त्यो खालको चाहिँ अनुभव गरेँ। अनि तपाईँलाई अब अरू साथीहरू के छ भने नेपालमा बस्दा वक्क लाग्दो रहेछ, जति गरे केही हुँदैन भन्ने हुन्छ नि त होइन। अनि फेरि अल्छी लाग्छ भन्छ, अनि विदेशी जानुपर्ने रहेछ भन्छ। अनि तपाईँले यत्रो समयमा कहिले तपाईँले विदेश जाउँ जस्तो लाग्दैन? अनि विदेशमा जाने भनेको मैले भने नि, विदेशमा जाने भनेको अर्काको देशमा अर्काको वेशभूषा रहनसहनमा घुलमिल हुनु गाह्रो छ होइन। तर नेपालमा बसेर आफ्नै देशमा आफ्नै सन्तानसँग होइन, आफ्नै रहनसहन, आफ्नै संस्कार संस्कृतिमा रमाउनु छुट्टै मजा छ के, छुट्टै मजा छ। अनि अर्को कुरो के भन्न चाहन्छु भने विदेशमा चाहिँ अब विदेशीहरूले चाहिँ अर्को देशको नागरिक भन्ने बित्तिकै अलिकति नराम्रो तरिकाले हेर्छ। मैले भोगेकै कुरो हो होइन, कसैलाई चाहिँ अन्यथा नसोच्नु होला होइन, जति विदेशमा बाट हेरिराख्नु भएको छ भने। तर अब हामी चाहिँ अब विदेशमा जति पैसा कमाइन्छ सकिन्छ भने देशमै लगानी अलिअलि लगानी गरौँ, सङ्घर्ष गरौँ। अनि हामी केही अलिअलि चाहिँ राजनीति पनि सिकौँ, सङ्घर्ष अब केही व्यवसाय गरौँ, सङ्घर्ष गरौँ भन्न चाहन्छु यहाँहरू सबैलाई। अनि एउटा कुरो छ नि अब शान्तिरामजी होइन, तपाईँले त यत्रो काम गर्नुभएको छ होइन। अब यो गोलबेडा सम्बन्धी तपाईँले तालिमहरू लिनु भएको छ कि छैन होइन? अब तपाईँले हेर्नु, अब उहाँले यस्तो गर्नुभएको छ होइन, अब यस्तो राम्रो गर्नुभएको छ, अब फुल फुलेर छ पुरै। तपाईँले यो गोलबेडा सम्बन्धी तपाईँले तालिम लिनुभयो कि भएन? तालिम लिनु पर्दैन, लिनु परेन है? अघि मैले भने नि, जहाँ समस्या त्यहाँ समाधान हुन्छ। हामी एउटा चिन्तन त लिनुपर्छ, चिन्तन लिइसकेपछि त्यसको समाधान स्वयं आफै स्वयं। तपाईँ त्यसो भन्नुहुन्छ होइन, यहाँ कति के भन्नुहुन्छ भने होइन, अब विदेश जाने नेपालमा अब सम्भवै छैन, नेपालमा अब होइन राजनीति नै अस्थिर छ होइन, अब गरी खाने कुनै विकल्पै छैन भनेर हारेस खान्छन्। विदेशमा जाने मान्छे सबैले त्यही भाषा बोल्छ नि त होइन। नेपालमा केही सम्भवै छैन भन्छ नि त होइन। उहाँहरूले जाने तपाईँको अब तपाईँले फेरि तालिम पनि पर्दैन भन्नुहुन्छ होइन? होइन, मैले भने नि जहाँ समस्या छ त्यही समाधान छ कि। अब जस्तो कि एउटा आत्मादेखि चाहिँ ऊ चाहिँ हुनु पर्यो। तपाईँ र मलाईमा चिन्तन भइसकेपछि त होइन, जस्तो कि एउटा उदाहरण गरौँ, तपाईँ एक्लै हुनुहुन्छ भनेपछि तपाईँ आज बेलुकी खानको लागि तपाईँले त केही काम गरेर चाहिँ अब खाने तयार गर्नु पर्यो कि त चाहिँ अब कता के गरेर त्यो सापटी लिएर हुन्छ कि सापटी लिएर त तपाईँले त तर्जुमा त गर्नुहुन्छ नि त। यो पनि जसरी नै खानैपर्छ भन्ने त्यो एउटा चिन्तन भइसक्यो। व्यवसाय गरिसकेपछि मैले यो व्यवसायले कसरी सुधार्ने भन्ने खालको त्यो एउटा चिन्तन भइसकेपछि त्यो अटोमेटिकली आउँछ कि। अनि एउटा कुरा छ नि, तपाईँ त बिहानै उठेपछि यही बारीमा होइन, बेलुकासम्म नसुतेसम्म अब त्यहीँ बसिरहनु भएको छ होइन। अब उहाँको टहर त्यहाँ अगाडि छ होइन। बिहानदेखि तपाईँ म जहिले पनि घुम्न आइरहन्छ नि त, तपाईँले भेट्न आइरहनु हुन्छ होइन। अब तपाईँ चाहिँ यो बारीतिर चाहिँ घुमिरहन्छ, कहिले यो पातहरू छुटाइरहनु देख्छु, कहिले के गरिरहेको देख्छु होइन। अनि यसो गर्दाखेरि चाहिँ तपाईँ अब दिनरात 24 घण्टा यसरी चाहिँ यही बारीमा एकै ठाउँमा यसरी चाहिँ तपाईँ यसैमा चाहिँ तपाईँ काम गरिरहँदाखेरि अल्छी लाग्दैन? अल्छी होइन कि, मलाई त्यस्तो खालको अल्छी होइन कि, कसले त त्यस्तो लाग्छ नि त होइन। मैले चाहिँ झार खुले भनेदेखि त्यो झार पातहरू के काटे भनेदेखि त्यो निरोगी हुन्छ बिरुवा भन्ने खालको त्यो मन कन्सेप्ट आउँछ क्या। त्यस्तो भइसकेपछि आज मैले यति काम गरेँ भनेदेखि त बिरुवा स्वास्थ्य हुन्छ भन्ने खालको त कन्सेप्ट बस्छ नि त दिमागमा। त्यस्तो भएपछि त अनि त्यो दिन गएको थाहा हुँदैन कि, त्यो बिरुवा पनि ध्यान चाहिँ हुनु पर्यो।
त्यो लगनशीलता हुनुपर्छ। अनि एउटा कुरो छ नि, अब तपाईँले त अब अघि भन्नु भने कहिले त घाटो हुन्छ नि भन्नुभयो नि त होइन। तर हाम्रो मान्छेहरू चाहिँ के छ भन्दाखेरि अब घाटो हुँदाखेरि व्यवसाय छोडिहाल्ने पनि प्रवृत्ति छ नि त होइन। तर तपाईँले त कतिपल्ट त घाटो पनि खानुभयो होला होइन, सधैँ फाइदा पनि हुँदैन नि त व्यवसायमा, त कहिले घाटो कहिले नाफा होइन, तलमाथि भइरहन्छ। तर तपाईँले अब घाटो हुँदाखेरि होइन म यो व्यवसाय छोडिहाल्छु भन्ने चाहिँ तपाईँको मनस्थिति कहिले बनेन? होइन, मान्छे जहिले पनि एउटा निरन्तरता हुनुपर्छ कि। अब जस्तो कि मैले अब 75-76 सालमा सुरु गरेको भनेदेखि 2 वर्ष मैले फाइदा लिएँ होला 6 लाख जति, 3 वर्षको हिसाबले 3 वर्षको हिसाबमा। अब अर्को वर्ष 3 वर्षमा त्यसको 2-3 वर्ष 3-4 वर्ष पछाडि फेरि घाटा भयो। घाटा पो हुने रहेछ, फाइदा लिने बेला चाहिँ राम्रो भयो, अब ठिक छ गर्ने अब त्यो कन्सेप्ट हो। अनि त्यो घाटा भइसकेपछि हुँदैन रहेछ भने त्यसरी लाग्ने होइन नि त। तर कस्तो भने निरन्तरता चाहिए, निरन्तरता गरेपछि त्यो कुनै बेला घाटा हुन्छ कुनै बेला फाइदा हुन्छ, तर त्यो फेरि पछि पनि फाइदा हुन सक्छ नि त त्यस्तो गर्नु। तर आफूले चाहिँ निरन्तरता चाहिँ गर्नुपर्छ। त्यो हरेस खानु नै आफू कमजोरी हुनु हो। फेरि कस्तो म एउटा के भन्न चाहन्छु भने आफूले यो कृषि क्षेत्रमा, म यता कृषि क्षेत्रमा छु, कृषि क्षेत्रमा 1 वर्ष मैले यो अध्ययन गर्नुको लागि मलाई 2-3 वर्ष लाग्छ। अब त्यो 2-3 वर्षमा मैले यो व्यवसाय गरिसकेपछि अर्को फेरि व्यवसाय गर्नु थाले भनेदेखि फेरि त्यो अर्को व्यवसायको अध्ययन गर्नु 3 वर्ष लाग्छ मलाई। अनि टाइम लस हुन्छ। मुख्य समस्या यो पनि हो। त्यस कारणले निरन्तरता गरे भनेदेखि समयले कुनै बेला धोका दिन्छ, तर त निरन्तरता भएपछि कुनै बेला त फेरि डबल तिरबल पनि दिन्छ होइन। तर त्यो ज्ञान चाहिँ कन्टिन्यू दिनुपर्छ भन्ने कुरा। तर फेरि अब यसरी 2 वर्ष गर्ने फेरि अर्को गर्ने भन्ने बित्तिकै तपाईँको त्यो चाहिँ कस्तो भन्दाखेरि त्यो सिक्ने टाइम मात्रै भयो क्या। त्यो सिक्यो फेरि अर्कोमा गयो तर अनुभव लिने दगुर्ने, तर फाइदा भने नलिने, त्यो अनुभवसम्म नै पुगेन। त्यस कारणले हामीले कन्टिन्यू दिनु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। ल, तपाईँहरूले सुनिसक्नुभयो होइन, उहाँले भनिसक्नुभयो कुनै पनि व्यवसाय काम गर्नको लागि कम्तीमा 1 दशक है। उहाँले त 3 वर्ष भन्नुभयो होइन, मान्छेलाई 5 वर्ष 10 वर्ष लाग्न सक्छ होइन। किनभने कुनै पनि कुराहरू हाम्रो मान्छेहरू चाहिँ कस्तो छ भने छिट्टै खाउँ छिट्टै लाउँ होइन, तातै खाउँ होइन। अब एउटा हुन्छ नि त होइन, अब छिट्टै फलेर खाउँ भन्ने एउटा मान्छेहरूको चाहिँ विचार हुन्छ नि त होइन। किनभने कुनै पनि क्षेत्रमा चाहिँ हामी चाहिँ धेरै वर्षसम्म टिकिरहन सक्दैन होइन। त्यो धैर्यता छैन, अडान छैन होइन। त्यसले गर्दाखेरि के हुन्छ भन्दाखेरि हाम्रो मान्छेहरूले जुन पुग्नुपर्ने गन्तव्यमा कहिले पनि पुग्न सक्दैन होइन। जुन फल खानुपर्ने हो त्यो फल कहिले पनि हामीले प्राप्त गर्न सक्दैन होइन। त्यही भएर हामीले गर्यो के चाहिँ हुँदैन नेपालमा होइन। किनभने हर्का सम्पाङले पनि भनिसक्नु भएको छ त होइन, हाम्रो जहाँ जे रोप्यो त्यो फल्छ होइन। हाम्रो भूमि भनेको, हाम्रो माटो भनेको त्यति हाम्रो लागि इम्पोर्टेन्ट छ। त्यही भएर म के भन्न चाहन्छु भने हामीले आफ्नै भूमिमा दुःख गर्नुपर्छ होइन। कुनै पनि एउटा सेक्टरमा लागेपछि जसरी पनि त जिन्दगी बिताउने हो होइन, जसरी पनि हामीले यो जीवनलाई कटाउने हो होइन। कति वर्ष बाँच्छ र होइन। हामीले एउटा बाँच्नेलाई चाहिँ एउटा टाइम पास जस्तै हो, एउटा जिउने माध्यम हो होइन। त्यसको लागि चाहिँ हामीले कुनै न कुनै एउटा व्यवसाय अँगालेर अथवा कुनै न कुनै एउटा क्षेत्रमा लागेर चाहिँ हामीले त्यसलाई चाहिँ निरन्तरता दिन चाहिँ सक्नुपर्छ। त्यसो गर्यो भने कुनै बेला फाइदा, कुनै बेला घाटा होइन, कुनै बेला होला कुनै बेला नहोला होइन। त्यसबाट चाहिँ हामीले जुन कुराहरू चाहिँ हामीले गर्न सक्दैनौँ, जुन कुरा बेला फेल खान्छौँ होइन, त्यसलाई चाहिँ हामीले सिक्दै नयाँ फेरि आउने कामहरू चाहिँ निरन्तर लाग्दै गयो भने चाहिँ हामीले कुनै वर्ष अघि नै उहाँले भनिसक्नुभयो कुनै बेला फाइदा हुन्छ, कुनै बेला घाटा हुन्छ होइन, कुनै बेला धेरै हुन्छ होइन। त्यो सँगसँगै त्यो पैसाले जुन हामीले बचाएको पैसाले पनि कमाइरा हुन्छ होइन। त्यसरी नै हामीले आफ्नो परिवारसँग बसेर आफ्नै देशमा बसेर हामीले काम गरियो भने